I hired 2 local guides and explored Nepal's deadliest jungle on foot in scorching 37 degrees heat. This is Chittor National Park, the country's first protected national park and home to over 700 species of wildlife, including the Bengal tiger and the endangered one-horned rhino. By law, solo entry was not allowed, so I had to hire at least 2 local guides. What followed was a walk deep into the jungle, on foot with nothing but trust, instinct, and a stick to protect us. So, it is currently... That one vlog गर्छ है कति बज्यो अहिले 7:30 लाग्यो है ओके हजुर हामी बोट लिएर अर्कै साइडमा जान लाग्यो है So we're currently going on a walk throughout the jungle, which I've never done. I've been on a safari ride throughout the jungle, but this time I kind of wanted to experience like walking, because you can like slow down and just observe and do things. यो तालको नाम के हो रे दाइ? So यहाँदेखि उता पारेर अनि त्यहाँबाट हिँड्ने है हामी आउनु सर फोन खस्यो नि त दाइ हामी रेन फरेस्ट र ग्रासल्यान्ड प्रोजेक्ट फोकस गर्छौँ हामी हेरौँ के भेटिन्छ हजुर है प्रायः हामी नेसनल पार्क चाहिँ चितवन राष्ट्रिय निकुञ्ज छ नि गैँडाको लागि नै पक्राउ छ नेपालमा 752 वटा गैँडा छन् तीमध्ये चाहिँ 694 वटा गैँडा चाहिँ हाम्रो चितवनको जङ्गलमा छ यो ओपन जङ्गल छ कहिलेकाहीँ जनावरहरू धेरै देखिन्छन् कहिलेकाहीँ कम देखिन्छन् हेरौँ आज हाम्रो टाइमिङ र लगमा डिपेन्ड हुन्छ हेरौँ के देख्छौँ है यदि हामीले के इन्काउन्टर गऱ्यौँ भने हामी बस्छौँ अनि मेरो इन्स्ट्रक्सनको फलो गर्नु होला हजुर है हुन्छ दाइ कहिलेकाहीँ हामीले भाग्नुपर्छ कहिलेकाहीँ लड्नुपर्छ कहिलेकाहीँ चाहिँ ब्याक भएर भाग्नुपर्छ हुन्छ दाइ कहाँनिर बस्छु फिस्टा गैँडै हो गैँडै होला There might be a rhino over there in the water. यदि हामीले गैँडा इन्काउन्टर गरेको छ भने हामी चाहिँ भाग्नु पऱ्यो भने टिकट्याक वेमा भाग्नुपर्छ हात्ती भेट्यो भने हामी सेप्ले सेपेर ग्रासल्यान्डतिर नदौडिने यस्तै रिभरिङ रुल फोकसमा बसेर जाने माथि चढ्ने कोसिसै नगर्ने भाग्ने साइड साइडबाट तर हामीसँग ग्रुपमै भाग्ने हुन्छ है कतै कोही कता कहिलेकाहीँ अर्को जनावर पनि हुनसक्छ जस्तै बाघ पनि हुनसक्छ अर्को गैँडा पनि भेट्न सक्छ जङ्गलभित्र त्यही भएर ग्रुपमा चाहिँ छोड्नु भएन खास यस्तो वक ठुलो ग्रुपमा गएको राम्रो कि सानो ग्रुपमै ठिक छ 5 जनासम्ममा 3-4 जना राम्रो हुन्छ बाघको स्मेल आइरहेको छ हुनको 7 जना यहाँ चाहिँ पिसाब गऱ्यो होला आफ्नो टेरिटोरी अथवा नजिकै हुनसक्छ मन ढुङ्गा लिउँ त के त्यो चाहिँ वहीँको आवाज केटीले केटाहरूले केटीलाई पसिना आज त झन् 40 हो कि 41 डिग्री पुग्छ भनेको छ दिउँसो यो गैँडाको आसी मल हुन्छ हुँदैन रोडमा हग्दै हिँड्छ यिनीहरू त ऊ त्यो गैँडा हाम्रो वर्ल्डमा चाहिँ 5 डिफ्रेन्ट स्पिसिसको गैँडा पाउँछ हजुर है तीमध्ये चाहिँ ग्रेटर वार्नर राइनो नेपाल र इन्डियामा पाउँछ अरू ठाउँमा चाहिँ यिनीहरू पाइँदैन हजुर यिनीहरूको आयु चाहिँ 40 to 50 इयर्ससम्म बाँच्न सक्छन् त्यति हेल्दी छन् भने यिनीहरूको गर्भधारण पिरियड चाहिँ 16 देखि 18 महिनासम्म हुन्छ एकचोटि मेटाबाजा जन्माउँछन् हजुर अनि यिनीहरूले एक दिनमा 70 केजी घाँसपातहरू खान सक्छन् हजुर है Hasta.
एउटा गएन अनि अर्को गएँ डियरको छाप है डराइ खोकिरहेको छु म रेस्ट गर्ने यो टावर चाहिँ कति वर्ष भयो भन राति पेट्रोलिङको लागि आर्मीहरू आउनुहुन्छ त्यहाँ बस्नुहुन्छ अब 4 सेकेन्ड हाफ ट्याक्क 2 घन्टा भयो यसरी हावा लगाइदियो चान्स त्यही त लकको कुरा हो जनावर देख्ने म त आउने बेला धेरै एक्सपेक्टेसन राखेको थिएन कि भेट्यो भने खुसी नभेट्यो भने खुसी अघि त गैडा नदेखेको भने खुसी नै हुन्थ्यो यो चाहिँ सबै गभर्मेन्टले नै हेर्छ है यहाँको ट्याक्स पनि यता जान्छ हो यो जनावरहरू सुत्ने ठाउँ भिन्दै हुन्छ कि जानी सुत्दिन्छ निन्दा लाग्यो सुत्यो मान्छे यहाँतिर त छैन लाइफ बाँकी है गर्मी अहिले पानी पर्दैको हो त है लट्ठी राखेर यहाँ बस्थ्यो हामी किसानहरू त रमाउँछ होला है म त रमाउँछु बाघहरू चाहिँ बेलुका एक्टिभ हुन्छन् अहिले कहाँ लडेर परेर होला सायद तल गर्मी सिजनमा तिनीहरूले पानीमा अथवा स्याडोमै हुन्छ नि रुखको छायाहरूमा बस्नु मन पराउँछ तपाईँले कति 18 घन्टा सुत्छ भन्नु है हजुर 18 घन्टा जति सुत्न सक्छ अनि यो बाघहरू सधैँ खाँदैन एकचोटि खान्छ अनि पुगेर अनि ऊ हुन्छ होला होइन सुतिरहने फ्रिक्वेन्टली खानु पर्दैन उनीहरूले भोक लागेपछि बोलहरू गर्ने हो म त यहाँ बेड भएको त्यो सुत्दिन्थ्यो होला कि जहाँ भयो नि यो छायामा अहिलेसम्म हामीले डियर देख्यो राइनो गयो अनि चराहरू के देख्यो हामीले त्यति मात्र होइन बरु हात्ती चाहिँ देखाएको छैन आज हात्ती त टाढा देखाएर हाम्रो नजिकमा नै हिजो त्यही सौरामा बाटोमा चाहिँ देखाएको थिएँ ए त्यो प्राइभेट हात्ती हो डोमेस्टिक त्यो प्राइभेट र यहाँ पाउने यहाँ हुने हात्ती भनेको तपाईँ वाइल्ड हो है तपाईँ वाइल्ड भनेको तपाईँ एकदम खतरा हो नि जङ्गलमा यहाँको चाहिँ अलि हान्ने खालको हुन्छ एग्रेसिभ हुन्छ कि तिनीहरू त्यो भने फ्री हो नि तिनीहरू तपाईँ त्यहाँ देख्यो भने त्यो तिनीहरूलाई तालिम दिएर राखेको हुन्छ यो भनेको तपाईँ वाइल्ड तिनीहरूलाई कसैले तालिम दियो भने तपाईँ मान्छे देख्ने बित्तिकै हानिहाल्छ रुखमा चढौँ भने रुखै भाँटिदिन्छ ठुल्ठुलो रुख चढ्न सक्दैन यत्रोमा चढै यो भाँटिदिइहाल्छ चढ्दा एकछिन भेटिहाल्छ अलि भएको एकछिन भेटिहाल्छ रुखमा चढौँ भाँटिदिइहाल्छ तपाईँहरूलाई त्यो तपाईँहरू त काम गर्नुहुन्छ नि यस्तो टोरहरूमा तपाईँहरूलाई तालिम दिन्छ ए हत्या आयो भने यस्तो गर्ने हुन्छ हामीले यस्तो हुन्छ ट्रेनिङ हुन्छ क्लासेस हुन्छ प्र्याक्टिकलहरू सबै हुन्छ हजुर त्यसमा हामी एक्जाम हुन्छ त्यसमा पास भएपछि बल्ल हामी लाइसेन्स पाउने हो हामी त्यहाँ पुगेनौँ छ यतातिर पनि छ आज भगवान्ले हिटर अन गरिदिनु भएको छ चितवनमा
फ्यान अन गर्नु भन्नु पऱ्यो यो चितवनको अर्को कुरा भनेको गर्मी त छ यो लामखुट्टे पनि हो क्या किराहरू कहिले साङ्ला कहिले लिजर्ड कहिले के जिन्दगीमा नदेखेको कुराहरू देखिरहेको हुन्छ यहाँ पोचरहरू कति हुन्छ दाइ पोचर अहिले छैन धेरै हजुर है अब कानुन कडा गरेर हो कानुन कडा छ थोरै अगाडि छ आर्मी पोस्ट उता तलमै थुप्रै 24 घन्टा हेर्छ उनीहरूले यिनीहरू चाहिँ अब गस्ती गर्छन् यतिखेर त अब हामीले पनि हेरिरहेको छौँ एउटा हामीले पनि हेरिरहेको छौँ है अनि मौतेदाहरू चराउन आउँछन् 10:30 बजेपछि 10 बजी चाहिँ आउँछ नि उहाँहरू चाहिँ गस्ती गर्न चराउन अनि आर्मीहरू पनि उहाँहरू पेट्रोलिङ गर्दै हुनुहुन्छ कतै कतै ल अहिले अब आर्मीलाई नै हमला गरेर होइन एउटा गैँडाले आर्मीले त सुट गर्न पाउँछ होला नि सुट गर्न पाइँदैन खुट्टामा हाल्न सक्छ रबरको गोली हुन्छ किनभने सुट गर्न पायो त्यो चाहिँ पाउँछ अर्को चाहिँ नै ए खुट्टामा हाल्न पायो जस अलिअलि घाइते बनाउन नखेदाओस् भनेर है मयूरहरू के अरे नाच्छ गैँडाहरू के गर्छ केटी पट्याउनु तिनीहरूले एकदम धेरै दुःख गर्छ तिनीहरू त नाच्न आउँदैन होला कि केटीलाई नै लखर्छ तिनीहरूले सुरुमा फकाउँछ तिनीहरूलाई फाके तिनीहरूलाई भनेर सोध्छ बल्ल त्यसले गरेको कहाँ मान्दैन अनि त्यो त्यही सिप लाग्यो नि थाकेपछि अहिले थाक्ने गर्ने बल्ल त्यो आगो लगाएको होइन दाइ त्यस्तै हुन्छ है गैँडाको स्केलेटन अफ्रिकाको जङ्गल सफारी आएको जस्तो लागिरहेछ के अरे यो पुलिसहरू अथवा ऊहरू काउन्ट गर्छ एनिमलहरू सबै नै इन्डेन्जर स्पेसिस जुन जुन छन् जस्तै गैँडा बाघहरू चाहिँ एभ्री 4 इयर्समा यिनीहरूको काउन्टिङ हुन्छ मरिसकेन फुल्दैछ नेपालमा क्यामेल हुन्छ कि हुँदैन यो एरियामा छैन हजुर अनि जिराफलाई के भन्छ अरे छैन जिराफै जिराफ नेपाली शब्द छैन उनीहरूलाई सुटेबल इन्भाइरोमेन्टै छैन यता उनीहरूलाई डेजर्टहरू चाहिन्छ योभन्दा गर्मी अझै गर्मी उनीहरूको त्यो बिहान अब क्यानन प्लस यो वक थियो यो के भन्नु बाँच्न थाहा पाएन बाघको खै के को थियो त्यहाँ बाघै हो तपाईँहरू त कस्तो थाहा पाउनु हुँदो रहेछ म त नाक एक त बन्द छ है के सोध्नु थियो यो जनावरहरू पनि यस्तै सुमेर अथवा सुनेर झम्टिन आउँछ होला है मान्छेहरूको नि के अरे बाँच्न आउँछ नि मान्छेहरू आउँछ नि हजुर तिनीहरूले अब हाम्रो यहाँनिरको भाइब्रेसन अनि आवाज कतिको तिखो हुन्छ उनीहरूको कान एकदम राम्रो हुन्छ नि गैँडा बाघहरूको पछि आउँछु भालुले कोपारेको यहाँ मात्र के माथि चढिरहेको थियो चढ्न सक्छन् तिनीहरू अनि तिनीहरूले आफ्नो पेटहरू छुटा चढ्नुहुन्छ त तपाईँहरू पार्कभरि सबै जनावर एकै ठाउँमा जम्मा भयो भने कस्तो देख्छ होला है भेला भएर के लाउनुहुन्छ नि तर यसले चिलाउन चाहिँ सक्छ यो त ऊ जस्तो देख्छ है के अरे के को गु कुन चराको गु जस्तो देख्छ है के हो यो कस्तो शीतल यहाँ चाहिँ यो पनि स्लथ बियरले खनेको स्लथ बियरले धमेरा किरा खान एकदम रुचाउँछ त्यो सर्च गरेको थियो त्यस धमेरा किरालाई
बाघ छैन नि यता हजुर यो एरियामा छ नजिक छैन भोरेको आवाज आयो कि त्यस्तै बाजले कराउँछ घुर्नुहुन्छ नि आवाज आएको थियो हामीले सुनेको हो हजुर मैले पनि सुनेको दुईचोटि चाहिँ एकदम डर लाग्थ्यो त्यो एउटा त गहिरो भयो अहिले चाहिँ म तपाईँले पछाडि जाउँ भने म त अगाडि छ कि भनेर म दौडिनु तयार थिएँ दाइ पनि बिस्तारै गइरहनु भएको थियो तिनीहरूले पछाडि ब्याक Samsung Dennis. Bye bye. Thank you. Okay, so we've just ended the whole jungle walk. I want to give my verdict and kiss it Ramro, kiss it Ramro. Oh, Ramro was well. First of all, I went in without any expectations, so I walked in happy. I came out happy. I feel like good thing was I'm the rhino, mirga, crocodiles, monkey, birds, and I just like walking in nature, so it was a good experience overall. And there was a sense of thrill and adventure, especially when Dai was like I remember actually to rhino, we saw the rhino, and then Dai's like, oh, bagum, bagum, bagum. And then you know if a guide says run, you're in danger. So we ran. And then the second one was just now, like 20 minutes ago. He was like, oh, like, he smells something and then there's a tiger and then he wants to back up and then he had his stick. So that was fun as well. Overall, a very good experience. It was my first ever jungle walk. So that was good. I think, I don't know, maybe we could have seen a tiger. The weather was too hot. I think it was like 36, 37 degrees. But obviously that's not something we can control, so I wouldn't say that was a bad experience. It is what it is. But yeah, if you're watching this, if you watched it till now, thank you. And if you're contemplating on whether you should go for a jungle safari and the risk and whatnot, I think you should personally, but don't tell your parents. Goodbye.